वर्ल्ड कपले बर्बाद बनायो गाइस त्यहाँबाट 20 मिनेट समाज नाइस हस्बैंड टीचर ट्रेनिङ गरिसक्यो क्या हो 3000 hours and not a word is single thought अलिकति काम गर्नुपर्छ कि पसिना यस्तरी आउँछ वर्ल्ड कपले बर्बाद बनायो गाइस वर्ल्ड कपले बर्बाद बनायो बिहान 4:30 बजीतिर सिद्धियो 5 बजीतिर 5:30 बजीतिर सुत्यो मलाई 11 बजी बेलुका निन्द लागेको नसुतेर वर्ल्ड कप हेरिसकेपछि स्लिपिङ प्याटर्न बिग्रियो 5:30 बजी सुतिसकेपछि एकैचोटि 3 बजे उठेछु आज सो आज न मर्निङ वाक गइयो न केही खिचियो है यो ठ्याक्क म 3 बजे उठेर आयुषलाई पनि सदमा लगाएर उठाएर अब भ्लग गर्न जाँदैछु अब यो चाहिँ मैले खिच्नुको कारण चाहिँ यस्तो पनि हुन्छ है कहिलेकाहीँ होइन सधैँ हामी डिसिप्लिनमा बस्न खोज्दा यस्तो पनि हुन्छ भनेर म देखाउन खोज्दैछु र अब म जाँदैछु फ्रेसन अप हुन ब्रसहरू गर्न अलिकति कस्तो नराम्रो लाग्छ है एउटै रुटिन फलो गरिराख्दाखेरि बिग्रियो भने चाहिँ तर बिग्दैन अब किनकि वर्ल्ड कप छैन अनि अब चाहिँ जस कम सुतेर भए पनि एक दिन अनि बेलुका फेरि टक्क मिलाउन सक्छु म है र आज हाम्रो के प्लान थियो थाहा छ आज हाम्रो सामानहरू किन्न जाने प्लान थियो अब पहिला भिडियो एडिटिङ बाँकी छ सो पहिला भिडियो एडिटिङ गरेर चाहिँ सायद हामी जान सक्छौँ है सामानहरू किन्नलाई किनकि आजको दिन जुन हाम्रो भिडियो एडिट गरेर हाल्नु पर्ने त्यो त हाल्नु पर्यो अब प्रमिस हो यो डेली भ्लग सो फर्स्टमा भिडियो एडिटिङ सकाएर लेट्स सी हामी बजार जान सक्छौँ कि सक्दैनौँ है भ्यायौँ भने चाहिँ बजार जान्छौँ है त हामी अब इन्जोय द भ्लग गाइज हामी त मम्मी 3 बजीसम्म अर्जेन्टिना हालिहाल्यो सुतिहाल्यौँ तपाईँले दिनभरि के गर्नुभयो आज खिच्नै पाइएन नभन मलाई त्यो बिहान म त बत्ती गएर सुतिहालेँ होइन ए बत्ती गएको थियो राति बत्ती गएन त राति अनि म सुतिहालेँ बिहान उठ्ने बित्तिकै फुटबलको न्युज हेर्नु लागि 7 बजी उठेर यस्तो हेरेको त अर्जेन्टिना हार्यो भनेर देखेँ होइन त्यहाँदेखि टाउको दुखेको अहिलेसम्म यस्तो डरलाग्दो टाउको दुखेको छ फेसबुक खोलेर पनि हेरेको छुइनँ मैले मनै ठिक लागेन होइन अर्जेन्टिना हारेर चाहिँ ठिकै छ स्पेनले जित्यो अब राम्रो हो अर्जेन्टिनाले पहिलाको वर्ल्ड कप पनि अर्जेन्टिनाले जितेको फाइनलमा पुग्नु भनेको पनि धेरै ठुलो कुरा हो नि त होइन फाइनलमा पुग्नु भनेको पनि धेरै ठुलो कुरा हो जित्नु सक्ने थियो तर अब अर्जेन्टिनाको प्लेयर्सहरू आउट भयो होइन राम्रो खेलाडी राम्रो खेलेन के तर ठिकै छ फाइनलमा पुग्नु भनेको पनि जितै हो त्यो पनि फाइनलमा पुग्नु पनि जितै हो होइन त्यसले गर्दा टाउको दुखेर म त बिहानै उठेको अन्त मन्दिर गएँ सोमबार घरको मन्दिर पूजा गरेर मन्दिरहरू गएँ आएर 11:30 बजी सुतेको अहिले भर्खर 2:30 बजी उठेर खाना खाएको म चाहिँ जान नमिल्ने छोइ भएको के भन्छ मम्मी जान नमिल्ने छेकिएको छु होइन सोच्नु होला के फेरि कमेन्ट गर्नु होला होइन त्योभन्दा अगाडि नै आफूलाई डिफेन्ड सोमबार चाहिँ रुबिना र आइस गएर पानी चढाउँछ किनभने म हुँदिनँ अनि आइस ब्रस गर्दैछ आयुष आज हाम्रो रुटिन के भयो बाबाजीका ठुलो भएछ हाम्रो ल अब भ्लग त हाम्रो हिजो रातिको वर्ल्ड कपको पनि धेरै छ आज अपलोड हुन्छ नि त अब गइहाल्ने हो अब गुड मर्निङ भन्न पाइन्थ्यो होइन तर अब आज गुड आफ्टरनुन भनेरै सुरु गर्नु पऱ्यो मैले चाहिँ किनभने हिजो अब वर्ल्ड कपको फाइनल्स थियो अब हामीले फाइनल्स त जसरी पनि हेर्नु पऱ्यो होइन छुट्याउनु भएन एज अ अर्जेन्टिनियन फ्यान्स तर अफसोस कि बात जर्सी ल्याएर अर्जेन्टिनाले हाल्यो 3 जनाले 3वटा मतलब जर्सी लाएर हेरेको होइन खानै लाग्यो अर्जेन्टिनाले खेल्नै सक्यो म्याच हेर्नु छोडेर मैले त म्याचमा मेहन्दी लाग्यो आज हाम्रो खानामा साग आलु
यहाँ चाहिँ प्याज तड्का लगाएर झानिएको दाल है किन उब्रेर बल्यो आइज यहाँ भिडियो एडिटिङ चल्दैछ गाइस भिडियो एडिटिङ गर्दै हुनुहुन्छ आज हाम्रो वर्ल्ड कपले अलिक डुबाएको थियो है दिदीले चाहिँ पस्किनु हुँदैछ है दाल कति खानु दाल ठिक छ यो हामीले दुबईबाट लिएर आएको सेल समुद्रबाट के पनि ल्याउनु हुँदैन यसलाई खै खोला किनारा समुद्रहरूबाट मान्छेले तर मान्छेहरूले त यस्तो ल्याएर पुरा त्यो मालासाला बनाउँछ What do you say? I say You say what? I don't know. हाम्रो क्युट आमाले बनाउनु भएको आज सागाले कस्तो भयो सोध्नु भएको थियो दामी 10 out of 10 गाइस ऊ थप्दैछ यसले चाहिँ आलु चोर्दै रहेछ सागमा त बाँकी राखिदिने भयो अब सो गाइस हाम्रो इभिनिङ वक सुरु भइसकेको छ होइन होइन आइसजी पानी बल्ल तल्ल रोकिसकेको छ अनि अब हामी हिँड्दै यहाँ बिग मार्टसम्म कुपनडोलसम्म आइसकेको थियौँ अब चाहिँ जान्छौँ हामी घरतिर यो चाहिँ हल्का वक अनि सायद भोलि आज सामान किन्न भ्याइएन गाइज है अलिकति केही ब्याङ्कको प्रोसेसहरू थियो हाम्रो सो भोलि सायद हामी भोलितिर चाहिँ अब सबै ब्याङ्कको कामहरू पनि हुन्छ कम्प्लिट हुन्छ अनि त्यसपछि हामी जाँदैछौँ स्किपिङ किन्न त्यसपछि हामी जाँदैछौँ स्किपिङ किन्न बोर्ड किन्न इन्ची टेप किन्न होइन सो यो भ्लगहरू यो 4th डेमा आउँदैछ होइन सो 5th यो 1 विक चाहिँ हामी प्रिपरेसनलाई दिइरहेको थियौँ होइन स्लिपिङ प्याटर्न मिलाउने अब आजको वर्ल्ड कपले गर्दाखेरि पनि आज इफेक्ट भयो क्या आज इफेक्ट भएको छ हाम्रो अलिकति स्लिपिङ प्याटर्न होइन हामीले एकदम र देखाइरहेको छौँ हाम्रो मात्रै होइन प्रायः सबै मान्छेहरूको त्यस्तै हो यो वर्ल्ड कपले गर्दाखेरि वरिपरि मान्छेहरूले पनि कसरी स्लिपिङ प्याटर्न मिलाउने टाइपको कुरा गरिरहेको सो त्यही कारणले गर्दाखेरि चाहिँ आज हामी सुत्दै पठाएछौँ दिउँसो अनि बिहान सुतेको है सो अब भोलिबाट त हाम्रो मिलिहाल्छ मिलाउनै पर्छ सो यो 1 विक चाहिँ हामी प्रिपरेसनलाई दिएको भने नि हुन्छ है र अहिले वाक चाहिँ छोडेको छैनौँ हामीले अनि वेइङ मसिनको ब्याट्री सबै लिएर आएर चाहिँ प्रपर त्यहाँबाट चाहिँ डेली हाम्रो वेट जोख्ने स्किपिङ गर्ने अब हामीले डम्बेल हाम्रो अर्डर गरेको थियौँ आइसकेको छ होइन त्यो देखाउँछौँ हजुरहरूलाई सो फुल यो 1 विक चाहिँ मेन्टली प्रिपेयर गर्दै गर्नु होला त्यहाँबाट चाहिँ फुल अन एक्सर्साइज स्किपिङ सबै हुनेवाला छ बल्ल त अब ट्र्याकमा आउनु थियो क्या हामीलाई मेन होइन चल्दैछौँ पहिला अलिअलि चल्दैछौँ बिस्तारै कुद्न थाल्छौँ होइन यस ल है गाइस अब अलिक घर नजिक पुगेपछि हामी भ्लग गर्छौँ है हिँड्दैछौँ सो विश अस लक सी यु एकैछिनमा 10 सेकेन्ड तपाईँहरूको लागि ल है हामी आइसकेको छौँ घर अन्धकार भइरहेको छ लेट्स गो अब अन्धकार हुन्छ झ्याप्पै गाइस अब भित्र अब मेरो ड्युटी छ नानीलाई पढाउने ए पढ्दैछ क्याउ गरि पनि सक्यो मम्मीले ड्युटी लिनु भएछ पसिनै पसिना भइरहेको छु वाक गरेर पढि पनि सक्यो वाह अब त्यसो भए कन्टेन्टमा फोकस गर्नुपर्छ ए मम्मीले होमवर्क गर्नु भएछ पसिना गएछ पसिना आज हामीले बनाउन जाँदैछौँ कुखुरी र हामीले अदुवा लसुनको लागि प्रिपेयर गर्दैछौँ आइसले चपिङमा हेल्प गर्छ मलाई म चाहिँ कुकिङ गर्छु इजी पिजी ओके मेन काम यही हो हार्ड लेबर चाहिँ आइसलाई गराउँदैछु मेन अदुवा लसुन छिलेपछि त मेन ए हो
तिमीले अदुवा लसुन हालेर नि तिम्रो अलग टेस्ट आउँछ ल मेरो अदुवा लसुन हाले पनि मेरो अलग टेस्ट आउँछ ल मैले भनेको चाहिँ मेन इन्ग्रिडियन्ट चाहिँ यो हो डिफिकल्ट काम मैले गर्दैछु भन्दैछ है मेन अब यही त हो नि सबभन्दा टाइम कन्ज्युमिङ काम भनेको एउटा त मासु त यो गरिसकेपछि म बनाइदिइहाल्छु नि छनकमै बनिहाल्छ एकैछिन डिसअपोइन्टमेन्ट क्या बोलिरहे ल गाइस अब हामी मासु बनाउँछौँ ल गाइस मैले चाहिँ अदुवा लसुन मजाले यहाँ पिसेर है यसलाई के भन्छ पिस्ने ढुङ्गाको त्यसमा पिस्न मजा लाग्छ क्या मजाले पिसिन्छ होइन गाइस र अब यहाँ रुबिनाजी चाहिँ गोलबाट काटिसक्नु भयो त यहाँ प्याज फोडाउनु हुँदैछ आज कस्तो स्टाइलको मासु बनाउनुहुन्छ ग्रेभी अब ग्रेभी भन्यो भने हजुर फुड FOOT फुड पढ्दैछ मजाले घुस खाउँदैछौँ हामीले पढ्नको लागि राम्रो पढ्यो भने चक्लेट भनेको छौँ त्यो चाहिँ आइडिया हाम्रो भाइ साहबको हो अच्छा हाम्रो दाइचाइको हो होइन यस्तो के भन्दैथ्यो तिमीले बच्चाहरूलाई बच्चाहरू होइन एनी वान इन द वर्ल्ड रिवार्डिङ जो मान्छेले फल मतलब हुन्छ नि त लाइक रिवार्डको लागि ल भन त तिम्रो प्रोफाउन्ड मान्छेको दिमाग चाहिँ कस्तो हुन्छ भन्दाखेरि केही न केही चिज पाउनलाई गर्छ नि त जे काम पनि होइन त्यही भएर चाहिँ एउटा रिवार्ड चाहिँ हुन्छ नि राख्नुपर्छ एज अ बच्चा होस् या ठुलो मान्छे होस् त्यसपछि मान्छेले बल्ल रिस्क लिन थाल्छ त्यसलाई चाहिँ रिस्क एन्ड रिवार्ड पनि भनिन्छ होइन जस्तै कि अब बहिनी पढ्नै मानेको थिएन अब उसलाई मोटिभेट छैन नि त किन पढ्ने त भन्ने एउटा त्यो थियो मैले भनेँ कि अब ठिक छ तिमीलाई एउटा रिवार्ड पाउँछौ भने त्यहाँबाट उसले ल म निन्द्रा हटाएर भए पनि जसरी भए नि पढ्छु मजाले जाँगर निकाल्दै अझै आएर सोध्दै पढिरहेको छ त्यस्तो हुन्छ क्या स्विट एउटा कुरा केही लर्न गऱ्यौँ है हामीले अस्तिदेखि हामीले जबरजस्ती पढ मात्रै गरिरहेको थियो नि त यस्तो हुन्छ कि बच्चाहरूलाई चाहिँ एउटा चिज भन्छ ए ल बच्चाहरूलाई पढाउँदा अथवा जे पनि गर्दाखेरि एउटा एप्रिसिएट चाहिँ गर्नुपर्छ क्या किनभने त्यो भयो भने मात्रै उनीहरूले पछि गएर अझै बेटर काम गर्न थाल्छ कम्पिटेटिभ हुन थाल्छ किनभने उसले बच्चैदेखि त्यो सिक गर्छ नि त एप्रिसिएसन त्यो एप्रिसिएसन सिक गर्न थालिसकेपछि अनि जे कुरामा पनि पर्फेक्ट हुनुपर्छ क्या नाइस हस्बेन्ड टिचर ट्रेनिङ गर्दैछ क्या हो फ्युचर चाहिँ अलिक ब्राइटै छ जस्तो छ है त्यस्तो सोच्दाखेरि ए अहिले फेरि सबै कमेन्ट त्यस्तै आउँछ होइन गाइस अहिले केही प्लान छैन यस्तो कमेन्टहरू नगरौँ ल जब हामी खुट्टामा उभिन्छौँ हाम्रो बच्चा नि हुन्छ अनि सुखमा पाल्छ नि हामीले हाम्रो बच्चालाई रुपाजीले आज खत्रै मासु बनाउँछ जस्तो है फिलिङ आइरहेको छ मेरो हातको मासु खाएको छ होला अब पढाउन सिकाउँदैछौँ हामी नानीलाई बिस्तारै झाड़ू हाँ झाड़ू से पिटाई मिलती थी मुझे हाँ लेकिन आजकल के ज़माने में हम हाथ नहीं उठाते तो आपको हम प्यार से पढ़ाएंगे ओके ओके प्याज से अच्छा ओके 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 प्याज ले आउँदा आँसु आयो अरे लु गाइस रेडी छु है म ल यहाँ प्याजमा पनि देखाउ कुन चाहिँ कलर भएको छ हेर्नुपर्छ मैले लाइटै छैन क्या कम्ती छ क्या हाम्रो घरमा लाइट लाइट बनाउनु पर्ने छ बनायो भने चाहिँ अलिक लाइट हुन्छ नि त लु प्याज अलिकति अझै एकछिन भुट्छु म अलिकति ब्राउनिस कलर गोल्डन कलर ब्राउन पनि होइन गोल्डन कलर जस्तो आएपछि अब 10-15 सेकेन्ड म राख्छु मासु अलमोस्ट भइसकेको छ मासु त्यो प्याज पास्ता अहिले सँगै भुटिन्छ ठ्याक्कै त्यसको स्मेल पनि आउँछ क्या भुटेको अब यो चाहिँ मासु चाहिँ
पानी सुक्नु पर्यो मासुको होइन ब्राउन कलरको यो पिङ्कबाट ब्राउनिस कलर हुन्छ देन बलुवा हामीले मरमसला हाल्छौँ है अब एकछिन पाक्न दिन्छौँ यसलाई रेसिपी दिँदैछ है रुपिनाजीले आफ्नो मेरो मनको रेसिपी हो आज लटपट नगरिकन बनाउनु भन्नुभएको छ मम्मीले पनि है लटपट त केही पनि गर्दिनँ टुडे द्याट्स वाइ आई एम पुटिङ दिस हियर आरासो अदुवा लसुन पनि हाम्रो भुटिसकेको छ स्टार अफ द सुप रामबडा के अरे रामबडा खै के भन्छ हो आइसले रमडा भन्छ कि रमडी भन्छ कि के हो हामी त टमाटर भन्छौँ यसलाई 1 मिनट चाहिँ हाई आँचमै पकाउने अनि अरू केही गर्नु पर्दैन गोलबेडाले गर्छ त्यहाँबाट है लिभ टु गोलबेडा हो अब 1 मिनट रोक्छौँ हामी यसले त हुन्न होला है 1 मिनट है आज ठुलै 1 मिनट त्यहाँबाट 20 मिनट सानो आँच गोलबेडाको पानीले गर्दा यो डढ्दैन क्या देख्दैछौ गोलबेडाले कसरी सरल नेचुरल ग्रेभी बनाइदिँदैछ अब यसलाई सानो बनाउनु अनि हामी यसलाई बिर्सिन्छौँ 10 मिनट लाग्यो त्यहाँबाट 10 मिनटमा गोलबेडा थिचिक्क हुन्छ चिक्क भएपछि के हुन्छ पिचिक्क बनाउनुपर्छ पिचिक्क बनाइसकेपछि फेरि 10 मिनट पकाउन दिन्छ नातिनी बुहारीले आज खाना पकाएको आज मेरो रेस्ट बुहारीले पकाउँछु भने अन्त लु पकाउ त भनेर पकाउनु दिएको थिएँ दामी पकाएँ मिठो भयो रुबिनालाई चाहिँ कस्तो लाग्यो मलाई मिठै लाग्यो है मिठै छ मिठो छ तर मलाई एउटा अचम्म लागेको यो अलिअलि जुन त्यो ग्रेभी जति टाँसेको छ नि टाँसेको थिएन क्या मैले बन्द गर्दाखेरि आमालाई चखाएको थिएँ नि ऊ यस्तो खालको ग्रेभी थियो पछि फेरि टाँसेछ क्या अलिक अब एक दिन तिमीलाई म ग्रेभीवाला पकाउनु सिकाउँछु ल मैले पकाएको हेर्नु हो त्यहाँबाट त्यही भएर सिक्दा भइहाल्छ नि अचार अचार मिठो आमाले बनाउनु भएको टमाटरको अचार दामी त्यही त मैले नि कस्तो मिठो लागेको त चाहिँ थम्नेल मैले चाहिँ खाइनँ म चाहिँ बेलुका खाँदिनँ किनभने थाइरोइड छ मलाई बेसी अमिलो खानु हुँदैन यो बेसी गोलभेडाको बेसी दाना हुन्छ अन्त त्यसको मासु चाहिँ मिठो भयो मासु मिठो भयो अचारसँग कम्बो दामी लाग्यो मलाई साग एन्ड आलु यो पनि हाल्नुभएको छ क्या मम्मीले चाहिँ सादा साबुनको बार्नु भएको छ त्यही भएर सादा सादा खानु हुँदैछ आज सोमबार पूजा गरेको सोमबार भएको कारणले गर्दाखेरि फाइनल टास्क अफ द डे अब क्लाइमेक्स यो मैले पुसिसकेँ किचन ओके अब अलिकति मम्मीले खाएको खानाको थाल सिधै बाहिर जान्छ अब म बढाल्छु बढालेर गरेर क्लाइमेक्स 3,000 hours and not a word is single thought. एमएल को खेल्नुहुन्छ कमेन्ट गर्नु होला हाम्रो एमएल बेबीको वान अफ द मिथिक ग्लोरी प्लेयर रेक्सामा प्लेयर रेक्सी रेक्सी नाना एन्जेला थोरै टाइगरलाई टिग्रेल भन्दा चाहिँ यता त टाइग्रेल भन्छ टिग्रेल त कस्तो कस्तो हुन्छ ल गाइस अलिकति काम गर्नुपर्छ कि पसिना यस्तरी आउँछ फ्ल्यास बाला फ्ल्यास गाइस अलिकति काम गर्नुपर्छ पसिना चाहिँ सर्लक्क आइहाल्छ है मलाई ल अब फाइनल टास्क अफ द नाइट भइसकेको छ यदि तपाईँलाई डेली भ्लग मन परिरहेको छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनुहोस् तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ म पहिला
फुड ब्लग्स गर्थेँ। त्यहाँबाट म बिस्तारै म चाहिँ मसँग माइजू हुनुहुन्थ्यो, मम्मी हुनुहुन्थ्यो, आयुष थियो, सबैजना हुनुहुन्थ्यो। हामी फुड च्यालेन्जेसहरू फुडहरू रिलेटेड कन्टेन्ट बनाउँथ्यौँ। र अहिले म धेरै मोटाका कारण मैले चाहिँ यसलाई अलिकति सिफ्ट गरेर मेरो हेल्थलाई प्रायोरिटी गरेर डेली ब्लग गर्दैछु। सो नयाँ सब्सक्राइबर्सहरू चाहिँ प्लिज सब्सक्राइब गर्नु होला, नयाँ भ्युवर्सहरू सरी। अनि पुरानो भ्युवर्सहरूले चाहिँ मलाई धेरै माया सपोर्ट गरिरहनु छ, थ्याङ्क यू। यसरी नै माया सपोर्ट गर्नु होला। टिल देन स्टे ब्लिसफुल एन्ड फ्लसम। Hasta la vista.